बाख्रा चाहिँ किनेमा भन्दा धेरैले चराउन ल्याउनुहुन्छ बाख्रातिर। यस्तै छ, म चाहिँ खरमेलामै चराउँछु। सबैजना जङ्गल वनतिरै चराउनुहुन्छ। यो हामीले चाहिँ यहाँभन्दा यतातिर चाहिँ मेरो घर छ, मेरो उता साइडमा। योतिर अलिक ठुलो गाउँ छ, सोरीवाडा भन्छ, यसलाई सीमापानी भन्छ। यो माथि हाम्रो घर भएको चाहिँ अनि तलतिर चाहिँ सिरीवाडा हो। बाहिर यहाँबाट देखिने त्यो बजार, हल्का बिचमा देखिने खोलाको साइडमा देखिने चाहिँ माथि लुडुङसिर हो। माथि लुडुङसिर बजार हो। यहाँबाट बाहिर देखिने चाहिँ दुल्लो नगरपालिका नै पर्छ। कति 11-10तिर त्यो पारीको रातिमाटो डाँडातिर पर्छ भने यतातिर चाहिँ छोडौँ कति पर्छ, 12 पर्छ कि 13 पर्छ, मलाई थाहा छैन। अनि यो सिधै पारी देखिने हल्का छाल लगाएर हल्का अँध्यारो देख्ने त्यो पुरै यो चाहिँ गुराँस गाउँपालिका नै पर्छ। यो चाहिँ म बस्ने ठाउँ 3 नम्बर वडा हो भने पारी गुराँस गाउँपालिका वडा नम्बर 4 हो। हाम्रो अहिले त्यहाँ बन्दै गरेको सिरीवाडा स्वास्थ्य चौकी यही हो। 1500 सिरीवाडा स्वास्थ्य चौकी निर्माणाधीन अवस्थामा छ। यही हो। यहाँबाट पारीदेखि पुनाकोट गुराँस गाउँपालिका वडा नम्बर 3 नै पर्छ। यो यहाँ सिधा पारीको माथिको लेक चाहिँ गुराँसेको आसपास गुराँसे नै भन्छ समथिङ। यहाँ माथि पारी आगो लागेको ठाउँ चाहिँ यो तालपोखरी नजिक, तालपोखरी नै भनौँ, त्यहाँ नजिकै तालपोखरी छ। हल्का तलतिर रिठा पर्छ, त्यहाँ चाहिँ तालपोखरी। त्यहाँभन्दा माथिको बजार चाहिँ घोडाबास हो। त्यो यो माथि पिपलको बोटो देखिने सानो। त्यसै गरी यही हो। यो चाहिँ बगिरहेको खोलो चाहिँ रति खोलो भन्छ, रति खोलो। केही छैन गाइस, यस्तै हो। गाउँघरतिर मकै लगाउने काम भइरहेको। यहाँ तल पनि लगाउँदै हुन्छ मकैको। यहाँनिर लगाउनु मकै हल्का देखिरहेको, माथि लगाउनु त्यति चाहिँ देखिरहेको। त्यहाँ मकै लगाउँदै हुन्छ, पर आधा आधी मकै लगाइसक्यो। समथिङ जेठको 4-5 गतेबाट पानी आयो भने, 5 गतेबाट पानी आयो, 4 गते आई थिङ्क 4 गते साँझदेखि पानी आयो। 5 गते दिनमा लगाएन, 6 गते पनि पानी हल्का पऱ्यो। 6 गते 7 गतेबाट सुरु गरे मकै लगाउन गाउँतिर। यो तलको देउथान हो। यो देउथान नजिक हो। यतातिर 50% मकै लगाउन लागिसक्यो। अब 50% लगाएन, अब लगाउनु होला। अब यही हो, ठिकै छ। त्यो चाहिँ रति खोला बाँध्नु। अनि हाम्रो यहाँ अलि अगाडि पर सल्यानमा भन्छ, त्यो डाँडाभन्दा उतापट्टि चाहिँ हाम्रो स्कुल छ, श्री दुर्गादेवी मावि। म पढेको स्कुल 4 क्लासदेखि एसीसम्म पढेँ। त्यो स्कुलमा पढाइ गऱ्यो। त्यसपछि अलि यस्तो साइडमा आयो, दायाँ साइडमा माथि डाँडाको सिधै माथि पारी देख्ने डाँडाभन्दा यता साइडमा बायाँतिर चाहिँ पारीखोला हुन्छ। बजार यहाँबाट देखिन्न पारीखोलाबाट। खोला नालाले छिरी के गराइसक्यो। कति ठुलो पहाड छ होइन, पुलो तल। यहाँबाट देखिने यो चाहिँ पारीको लोहोरी खोला हो। लोहोरी खोला दैलेख सुर्खेतको राजमार्ग हो। यसलाई के राजमार्ग भन्छ थाहा नाम चाहिँ ठिकै छैन। अब समथिङ बन्न सक्छ, यसलाई नै कर्णाली राजमार्ग भन्न सक्छ। नयाँ रोड भन्दा यो पारीबाट कर्णाली राजमार्ग भन्दा नि कर्णाली करिडोर हुनसक्छ। यो यहाँबाट जुम्ला जानलाई सर्टकट बस्छ यो बाटो। अनि त्यहाँ दोसेरबाट माथि दोसेरबाट जान्छ। पहिला कर्णालीको तिरमा जान्थ्यो यो तल्लो बाटो, तल्लो लुसेर हुन्थ्यो। त्यहाँबाट कालीकोटबाट जुम्ला जान्थ्यो। जुम्ला मुगु सबै ठाउँ जान्थ्यो भने अब यो बाटो कहाँ जान्छ थाहा छैन। जुम्लै जानु सक्छ, सर्टकट अलि सर्ट छ भन्ने सुने हाम्रो बाटो। त्यही हो। अब यो पहिला खोला किनारमा, अब खोलाको आसपासमै जान्थ्यो बाटो भने अब यहाँ माथि लेक चढ्दै गइरहेको। राम्रै होला खोला पासमा जाने। अब अलि माथि गए ठिकै होला। अब बर्खा अब हुँदा खोलामा ठुलो खोलो भयो, घरपार गर्ने कारण थियो।
अब त्यति समस्या ठुलो समस्या चाहिँ नआइजाला कि अलिअलिको बाटोमा यही चाहिँ जे होस् भइरहेको छ होइन। यस्तै गोर्खा लगाइरहेको छु बाख्रा पनि हेर्नै पऱ्यो, मोबाइल पनि हेर्नै पऱ्यो। के गर्ने मोबाइल हेर्ने मात्रै फोन गर्नु है, बाख्रालाई हेर्नुपर्छ कहिले कसो सबैजना सधैँ हुन्छ होला। मेरो यसै भिडियो यो कुनाको त्यो माथि चाहिँ सिँढी हो, त्यो सिँढीको त्यहाँबाट अलि देखियो, ट्याक्कै राम्रो देखियो होइन। अलिक मौसम खराब छ अँध्यारो अँध्यारो भएर त्यही भएर पनि अहिले बेलुका हुन लाग्यो। मलाई थाहा छ त्यही पनि जति देखिन्छ त्यति देखाइदिन्छु तपाईँहरूलाई नि होइन। यो तल हो कहाँ तल